हेलो एभ्रिवान, हामी चाहिँ आज यहाँनिर बस पार्कमा रेन्डम मान्छेलाई भनेको उठाएर भने के आएको छ एउटा च्यालेन्ज गर्दैछौँ। जुन च्यालेन्ज भनेको उहाँले एक्सेप्ट गरेर भनेको च्यालेन्ज जित्नुभयो भने काहीँ न काहीँ उहाँले उपहार पाउनुहुन्छ। लेट्स सी च्यालेन्ज चाहिँ के हो हेर्नेछौँ है त। जो पनि आउनुहुन्छ च्यालेन्ज एक्सेप्ट गर्नुभयो भने उहाँलाई चाहिँ हाम्रो तर्फबाट केही न केही उपहार छ। हेलो एक्सक्युज मी ब्रदर, सुन्नु न। हजुर, हामीले चाहिँ सानो भिडियो सुट गर्दैछौँ कि तपाईँहरूलाई भनेको म केही च्यालेन्ज दिन्छु, तपाईँले त्यो च्यालेन्ज एक्सेप्ट गर्नुहुन्छ? कस्तो च्यालेन्ज हो? च्यालेन्ज चाहिँ त्यति गाह्रो त छैन, तर तपाईँले सक्नुहुन्छ। नेक्स्ट टाइम दिन्छु। अहिलेलाई चाहिँ हुँदैन? अहिले अलि हतार छ। ओके ल, थ्याङ्क यू है। हेलो एभ्रिवान, धेरैजना ट्राई गर्दा पनि कसैले भनेको टाइम छैन भन्नुभयो, कसैले भनेको सरी हामी गर्न सक्दैनौँ भन्नुभयो। हेरौँ कोही आउनुहुन्छ कि। हेलो एक्सक्युज मी ब्रदर, कहाँ जानु लाग्नु भएको? म घर जानको लागि टिकट काट्न आएको होइन। कहाँ घर चाहिँ? मेरो कोलपुर। कोलपुर? कति छ टिकट चाहिँ? लगभग 2000 जति होला। 2000 होला। टिकट बुझ्न चाहिँ आउनु भएको? हजुर हजुर। तपाईँलाई म फ्रीमै कोलपुर पुर्याउन सक्छु, तपाईँले भनेको मेरो च्यालेन्जलाई एक्सेप्ट गर्नुहुन्छ भने। कस्तो च्यालेन्ज हो फेरि? तपाईँले मैले भनेको कुरा गर्नुहुन्छ र तपाईँसँग नै भर पर्छ कि तपाईँले त्यो च्यालेन्जलाई भनेको कति फास्ट लिन सक्नुहुन्छ। च्यालेन्ज एक्सेप्ट गर्नुहुन्छ भने मात्र म तपाईँलाई भनेको यो च्यालेन्जलाई अगाडि बढाउँछु। ए हुन्छ हुन्छ। रेडी हो? हुन्छ। ओके जाउँ। भनेको दिँदैछु, पहिला एक्सेप्ट गरिसकेको छ। पहिला ढिला त भएको छैन नि? बसेन भएको छैन है? तपाईँले चाह्यो भने चाहिँ कोलपुर फ्रीमा पुग्नुहुन्छ है? हजुर। तपाईँ डराउनु त भएको छैन नि? ओके, यहाँनिर भनेको फरक फरक मोडलको क्यामेराहरू हजुरहरूको साथमा छ है। र हजुरले यो तीनवटा क्यामेरामध्ये जुनसुकै क्यामेराबाट पनि सुट गर्न सक्छ है। हजुरले 1 मिनटको टाइम पाउँछ, जुन 1 मिनटमा जतिवटा फोटो खिच्छ नि पर फोटोको हजुरको 20 रुपिस, एउटा फोटोको 20 रुपिस, ठिक छ? ल 1 मिनटमा हजुरले मानौँ 50वटा खिच्यो भने कति कमायो? 1000 कमायो होइन। 100वटा खिच्यो भने 2000 कमायो, ठिक छ? फोटो चाहिँ मेरो खिच्दा नि हुन्छ, जसको पनि खिच्न सक्छ, तर 1 मिनट मात्र टाइम पाउँछ, ठिक छ? हुन्छ। क्यामेरा चाहिँ कुन लिनुहुन्छ? क्यामेरा म यो लिन्छु। ओके, किन हजुर त लास्ट फास्ट छ क्या हो? होइन अलि ठुलो छ नि त त्यही भएर। ओके ओके ल ठिक छ, टाइम स्टार्ट गरौँ। हुन्छ। ओके, हातमा लिनुहोस्। फोटो चाहिँ के खिच्न चाहनुहुन्छ? फोटो अब म कस्तो खिच्नु त आन्न मलाई राम्ररी। मेरै खिचिदिनु न त। हुन्छ। है हुन्छ ल, एकछिन ल। ओके, तपाईँले भनेको थाहा छ कोलपुर जानलाई कतिवटा फोटो खिच्नुपर्छ? 50 भन्नु हो। 50ले पुग्दैन, हजुर कति भन्नु? 100 चाहिँ खिच्नुपर्छ। ए हुन्छ हुन्छ। खिच्न सक्नुहुन्छ? अब हेरौँ। 1 मिनटको टाइम छ है? हुन्छ हुन्छ, टाइम काउन्ट गरौँ। हुन्छ। ओके, तपाईँले जुनै पनि फोटो खिच्न सक्छ है? हुन्छ, रेडी? ल रेडी, 1 2 3 टाइम स्टार्ट। 3 सेकेन्ड, 4 सेकेन्ड, 5 सेकेन्ड, 7 सेकेन्ड, 9 10। कोलपुर जानलाई भनेको भाडा बनाउनुहोस् है। ओके, अझै तपाईँसँग 15 सेकेन्ड टाइम छ, 10 सेकेन्ड टाइम छ, 9 सेकेन्ड टाइम छ, 7 सेकेन्ड टाइम छ, 6 सेकेन्ड टाइम छ, 5 सेकेन्ड टाइम छ अझै पनि। स्टप। ओके, तपाईँले जति पनि खिच्नु भएको छ 1 मिनटमा हजुर। त्यो सबै फोटोको भनेको पर पिसको 20 रुपिस, ठिक छ? हुन्छ। फोटो गर्न हुन्छ। हुन्छ। ओके, प्लिज क्यामेरा अगाडि ल्याइदिनु न ल। 1 2 3 4 9 10 40 50 55 56 90 92 94 95 102 103 104 105 106 107 108 109 110 111 12 13 14 15 16 सरी 15 115वटा फोटो खिच्नु भएछ तपाईँले। कति हुन्छ काउन्ट गर्नु त? 115वटाको कति हुन्छ अब? काउन्ट गर्नु न। 2300 हो। हजुर त्यही हो। ओके, तपाईँले चाहिँ फाइनली भनेको 2300 जितिसक्नु भएको छ, समाउनु ल। हुन्छ, के भन्न चाहनुहुन्छ? च्यानलको नाम के हो तपाईँको? ओके, च्यानल चाहिँ विकास साई ठकुरी, फेसबुक युट्युब इन्स्टा जहाँ पनि विकास साई ठकुरी, ठिक छ? तपाईँको भरे भनेको भिडियो अपलोड गर्दा हुन्छ नि? हुन्छ हुन्छ। 2300 भयो भने खुसी हुनुहुन्छ? ओके, यस्तै यस्तै भिडियोहरू भनेको तपाईँहरू पनि के हेर्न चाहनुहुन्छ या तपाईँहरूले पनि यो च्यालेन्जलाई एक्सेप्ट गर्न चाहनुहुन्छ? अनलाइन र फिजिकली भनेको मैले भनेको यस्तो यस्तो च्यालेन्जहरू धेरै लिँदैछु मार्केटमा, तपाईँहरू पनि रेडी हुनु। थ्याङ्क यू सो मच। आजको विजेता सँगसँगै भनेको तपाईँहरूलाई सस्तोदेखि एकदमै हाई क्वालिटीको क्यामेरा सँगसँगै गोप्रो लेन्स कुनै पनि कुराहरू चाहिन्छ भने तपाईँहरूको साथमा र तपाईँहरूले सम्झिनै पर्ने रोयल क्यामेरा सप